यो जहाज 107 वर्षसम्म चल्यो, न रिटायरमेन्ट न स्क्रैप, अझैसम्म काममा छ। 1906 मिचिगन अमेरिका ग्रेट लेक्स इन्जिनियर वर्क्सले जहाज बनायो। नाम विलियम पी सिन्डर। काम फलाम बोक्ने। मिनेसोटाबाट आइरन ओर ल्याउने, वर्ल्ड वार फर्स्टको हतियार बनाउने, वर्ल्ड वार सेकेन्डको गोला बारुद बनाउने। यो जहाजले 2वटा विश्वयुद्ध देख्यो। जहाज पुरानो भयो तर बन्द भएन। 1926 मा मालिक बदलियो, नाम बदलियो। 1950 मा इन्जिन बदलियो। 1966 मा काम बदलियो, सिमेन्ट बोक्न थाले। क्र्यू बदलियो, क्याप्टेन बदलियो, मालिक 6 पटक बदलियो, तर जहाज चलिरह्यो। किन यति लामो बाँच्यो? ग्रेट लेक्स फ्रेश वाटरले बनेको। समुद्रमा नुन छैन, रस्ट कम हुन्छ र कन्टिन्युअस मेन्टेनेन्स, हरेक वर्ष रिपेयर, हरेक दशकमा अपग्रेड। लेक केरियर्स एसोसिएसनका प्रेसिडेन्टले भने यो संसारको सबैभन्दा लामो सेवा गर्ने कमर्सियल शिप हो। 2013 मा 107 वर्ष पुरानो भयो। स्टिम इन्जिन बन्द भयो तर जहाज स्क्रैप भएन, बार्जमा कन्भर्ट भयो। आज 118 वर्षको उमेरमा अझै काममा छ। मान्छे बदलिन्छ तर सिस्टम बलियो भयो भने काम कहिले रोकिँदैन। लाइक र सब्सक्राइब गर्न नबिर्सनु।